आफ्नो परमात्माको विषयमा कसरी जान्छ होइन? तपाईँलाई आफ्नो घरको विषय नै थाहा छैन भने त्यो परमात्माको विषय कसरी जान्न सकिन्छ? पहिला आफ्नो आत्मालाई चिन्यो, आत्मालाई चिन्यो तब परमात्मालाई पनि जान्न सकिन्छ। त्यो आत्माको खोजीको विषयमा यहाँ प्राणजी भन्नुहुन्छ, हे साधो पहिला आफूलाई चिन्न, तिमी कहाँको हौ, कहाँबाट आएको हौ, तिम्रो आत्माको मूल कहाँ हो, आत्माको घर कहाँ हो? जो अविनाशी अखण्ड शाश्वत जुन आत्मा छ त्यो आत्माको परिचयलाई प्राप्त गर तिमी चिन्न भन्नु होइन? ठुलो घर छ अनि त्यो ठुलो घरमा बाहिरबाट कोही व्यक्ति गयो अनि घन्टी मार्छ अनि के भन्छ, यो घरमा को हुनुहुन्छ भन्दा के भन्छ भित्रबाट? के भन्छ त्यसले? म छु भन्छ नि होइन? म छु भन्छ होइन? वास्तवमा त्यो म भनिरहेको छ त्यो भित्रबाट त्यो म को हो? जस्तो मेरो यो शरीर छ, यो शरीरको नाम हो सुभाष है, यो मेरो नाम शरीरको नाम हो सुभाष होइन? अब यो भित्र यो अखण्ड अविनाशी आत्मा जुन बसेको छ यसको नाम के होला थाहा छ त? कृष्णका नयाँ हाल्यो कि पहिला त यो आफूभित्र बसेको आत्माको परिचयलाई तिमी जान। जबसम्म आफ्नो आत्मालाई तिमी जान्दैनौ, के भन्नु हो? बिना आप चिने पार ब्रह्मको कौन गए मैं जानो। जहिलेसम्म आफूले आफैलाई चिन्न सकेको छैन भने त्यो परमात्माको विषयमा कसरी भन्न सक्छ? उसले आफ्नै विषयको थाहा छैन भने त्यो परमात्मा अखण्ड अविनाशीको विषयमा उसले कसरी भन्न सक्छ? पछि ढुँडो घर अपनो तब कौन ठौर ठेरा। पछि ढुँडो भनेको के हो त भन्दा जब संसार शरीरबाट छुटिसके पछाडि आफ्नो घरको ठेगाना खोज्दाखेरि त्यतिखेर थाहा हुँदैन। त्यसकारणले अहिले खोजी गर, यति बेलै खोजी गर, म को हुँ, यो के हो? सद्गुरुको खोजी पनि त्यही थियो, मै कौन इताई क्यों कर काहे मेरा वतन नार तो कौन कसम की दृढ़ कर कहो वचन। पीछे ढूंढो घर अपनो तब कौन ठौर ठहरानो। जब लग घर पावत नहीं अपनो। आत्माले जबसम्म अखण्ड अविनाशी त्यो शाश्वत परमधामलाई प्राप्त गर्दैन तबसम्म के त भन्दा तपाईँ हाम्रो पुनरागमन पनि रोकिँदैन है। फेरि जन्मिराख्नु पर्दछ, मरिराख्नु पर्दछ होइन? संसारमा बार जन्मिनु मर्नु मन छ र? छ? फेरि जन्मिनु मन छ? कसैलाई छ कि? हात उठाउनु त। फेरि जन्मिनु कता मन छ? एकचोटि हात उठाउनु पर्छ। जसलाई फेरि जन्मिनु मन छ उसले हात उठाउने है। जसलाई मन छ को जन्मिनु ल भन्नुहोस् त? छ? अरे जरा दुःखम जन्म दुःखम, जन्म त्यति नै दुःख छ, आमाको गर्भको त्यो पीडा त्यति नै दुःख छ, बार जन्म मरणमा हामीलाई आउनु छैन। अनि के भन्नुहुन्छ? जब लगा घर पाओ त नहीं अपनो। जबसम्म आफ्नाको त्यो अखण्ड अविनाशी घर परमधामलाई प्राप्त गर्न सक्दैनौ तबसम्म के त भन्दा तपाईँ हाम्रो आवागमन रोकिँदैन है, रोकिँदैन। वैकुण्ठ आदि लोकेशु गमनागमन। प्रभु के भन्नुहुन्छ भने वैकुण्ठ स्वर्ग आदिमा पुगेर पनि तपाईँ हाम्रो के त पुनः फेरि के गर्नुपर्छ? आउनु पर्दछ। तर त्यो परमधाममा पुगिसके पछाडि फर्केर आउनु पर्दैन। गीताले भन्दछ है, के भन्छ? न तद् भासयते सूर्यो न शशाङ्को न पावक यद् गत्वा न निवर्तन्ते तद्धाम परमं मम। हे अर्जुन, न चन्द्र सूर्य आदिको प्रकाश छ, स्वयं आफैमा परमात्मा स्वयं प्रकाशित हुनुहुन्छ। उहाँकै शक्तिद्वारा सबै संसारै के भएको छ त भन्दा प्रज्वलित भएको छ। जुन धाममा पुगिसके पछाडि फर्केर यो जन्म मरणको चक्करमा आमाको गर्भमा आउनु पर्दैन। त्यो धाम नै अखण्ड अविनाशी धाम नै मेरो धाम हो अर्जुन भनेर यसरी गीतामा भगवान् श्री कृष्णले भन्दै हुनुहुन्छ भने यद् गत्वा न निवर्तन्ते तद्धाम परमं मम। न चन्द्र सूर्य प्रकाश पार्छन् न आगो केही गर्छ। जुन ठाउँमा पुगी पर्दैन झर्नु परमधाम त्यही पर्छ। जहाँ पुगेर फर्केर आउनु पर्दैन त्यो अखण्ड आत्माको घर परमधाम हो भन्नुहुन्छ। जब लग घर पाओ त नै अपनो तोलो भटेका त फिर त घर मानो। जबसम्म आत्माले त्यो अखण्ड परमधामलाई प्राप्त गर्दैन तबसम्म तपाईँ हाम्रो जन्म मरण पनि छुट्दैन है। पाँच तत्व मिले मोहल रच्यो है सो अन्तरिक क्यों अटकानु। यो शरीर कति तत्वले बनेको छ? पाँच तत्वले बनेको छ।
सो अंतरिक क्यों अटकानु या कि आसपास अटकाव नहीं तुम जागे के समस्या भन्नु होइन न कुनै टेको दिएको छ न कुनै माथिबाट त लड्काएको पनि छ केही छैन यस्तो हामी यो संसारमा बसिरहेका छौं होइन यो कुरालाई जानेर यो संसार शरीरको कुरालाई जानेर आत्माको कुरालाई तपाईँ हामीले जानेर आत्म शाश्वत हो आत्म अखण्ड हो आत्म अविनाशी हो भन्ने कुरोलाई जानेर त्यो परमात्मालाई चिन्नु पर्दछ अनि भन्नुहुन्छ पांच तत्व मिल मोहल्लर जो है सो अंतरिक क्यों अटकानु यहाँ के आसपास अटकानु तुम जागे के संसेवन आफूले आफैलाई जागृत गरेर हृदयको शङ्कालाई मेटाऊ भन्नुहुन्छ बोली चाले पर कोही न पहिचाने परखत नै परखानु भन्दैमा सुन्दैमा मात्रै परिचय हुने होइन जबसम्म आत्माले आफ्नो घरलाई खोज्दैन तबसम्म त्यो आत्माको परिचय हामीले कहिले पनि भेट्दैनौँ है सुन्दर साथी है खोजी गर्नु पर्यो नि त जहाँ जानु छ जुन घरमा जानु छ त्यो घरको खोजी त गर्नु पर्ला नि त कि पर्दैन बोलो कृष्ण कन्हैया लाल कि जानु नै छैन परमधाम कसलाई जानु छ एकचोटि हात उठाउनु को जाने परमधाम सबैजना जाने हो ए जाने हो भने टिकट पनि त चाहिएला नि त बिना टिकट यात्रा गर्न पाइन्छ कृष्ण कन्हैया लाल के जाने हो परमधाम जाने हो को जाने सबैजना जाने हो ए सबैलाई मन गर्छ जाने कृष्ण कन्हैया लाल के उतो बस पार्कमा तपाईँ गएर त्यहाँ के भन्नु भने भाइ मलाई यो ठाउँमा जानु छ या भन्नु के भन्छ भन्नु त कहाँको टिकट दिउँ होला तपाईँले भन्छ नि होइन तपाईँले भन्नु होइन मलाई जानु दियो नि हुन्छ म हुन्छ भन्यो भने कहाँको टिकट दिएर पठाउनु कृष्ण कन्हैया लाल के यो बाटाको त दाइको त दिमागै ठिक रहन्छ क्यारे यसलाई त सिधै उता पाटनतिरको मानसिकतिरको टिकट दिन्छ होइन कृष्ण कन्हैया लाल के त्यहाँ गएर होइन एउटा मर्ने शरीरको आफ्नै शरीरको आफ्नो ठेगाना छ भने अविनाशी आत्माको घर छैन होला छ नि है त्यो घरको विषयमा जान्नु त पर्यो नि त कि जान्नु पर्दैन बोलो कृष्ण कन्हैया लाल के खोजी गर्नुस् मेरो आत्माको घर कहाँ हो भनेर खोजी गर्नुस् बोले चाले पर कोही नै पहिचाने परखत नै पहिचान मैले जान्ने बुझे भन्दै मात्रै हुँदैन खोजी गर्नु पर्दछ होइन विद्यालयमा गएर नपढिकन त्यो विद्या आउँदैन त्यसै गरी खोजी गर्नु पर्यो आफ्नो घरको विषयमा आफ्नो आत्माको विषयमा खोजी गर्नु पर्यो नि त होइन आफ्नो विषयमा त धेरै खोजी गर्छौँ तर आत्माको घरको विषयमा खोजी गरेका छ त अहिलेसम्म छ भन्नुहोस् त खोजी गर्नुहोस् माउती कहे माए पार खोजेको जब भित्रबाट तिमी के गर्छौ भने भित्रबाट जब खोज गर्दछौ हे साधु हे महात्मा के भन्नुहुन्छ तब जाए आप होला खानु तब तिमी खोजी गर्यो भने थाहा हुन्छ कि मेरो आत्मा के हो भन्ने कुरो परमात्मा भन्ने के हो कुरो यसरी श्री प्राणनाथजीले यहाँ दुई प्रकरणद्वारा सम्झाउनु भयो अर्को प्रकरणमा के भन्नुहुन्छ बिन्द में सिन्ध समाया रे साधु बिन्द में सिन्ध समाया के भन्नुभयो बिन्द भनेको थोपो सिन्ध भनेको सागर सागर थोपो भित्र गएर सागर हरायो कृष्ण कन्हैया लाल के होला त यो कुरो हुनै सक्दैन थोपोमा सागर हराउँछ होला त सागरमा थोपो हरायो भन्नु मिल्छ होइन तर थोपो भित्र सागर कसरी हरायो होला संतों की उल्टी पानी वर्षे कमल भिगे पानी हेर्नुस् त सन्तको पानी कस्तो हुन्छ भने बडा रहस्यात्मक हुन्छ भित्र रहस्य लुकेको हुन्छ त्यो प्राणनाथजी के भन्नुहुन्छ यो प्रसङ्गद्वारा भने के भन्नुहुन्छ भने सुन्दर साथी त्यो परमधामका विशाल आत्माहरू जसलाई ब्रह्मात्मा भनिन्छ ती परमधामका धामको त्यो आनन्दमा डुबेका ती रसमा डुबेका ती आत्माहरू तपाईँ हामी नै भए ती ब्रह्मा आत्माहरू के भए त भन्दा संसार रूपी थोपोमा आएर के गरे त भन्दाखेरि सागर रूपी ब्रह्मा आत्माहरू संसारको थोपोमा आएर के गरे हराए बिलाए भन्न खोजेको है तपाईँ हामी पनि यो संसारमा आएर के गर्यौँ त भन्दाखेरि सागर त्यो अखण्ड शाश्वत धाममा रहनेवाला तपाईँ हामी आत्मा के भयौँ त यो संसारको सानो एउटा थोपो बिन्दुमा आएर के गर्यौँ त हामी भोलियौँ हरायौँ
ब्रह्म सृष्टिहरूले आफ्नो परिचयलाई आफ्नो अस्तित्वलाई बिर्से म को हुँ भन्ने कुरो नि के गरे त बिर्से म ब्रह्म सृष्टि हुँ भन्ने कुरो बिर्से। कृष्ण कन्हैया लाल की अहिले हाम्रो पनि त भाव त्यही छ नि, तपाईँ हामी पनि त जीव भावमै छौँ नि त होइन, जीवभन्दा माथि उठ्न सकेका छौँ त होइन। भले धाम गइसके पछाडि उहाँ त राम्रो हुनुहुन्थ्यो, ब्रह्म सृष्टि हुनुहुन्थ्यो भने पनि तपाईँ हाम्रो संसारमा जागृतिको अवस्था छ त? जागृति केलाई भनिन्छ? जागृति के हो त? यो आँखा खोल्नु, यो चरम चक्षु खोल्नु, यसलाई जागृति भनेको छैन। आत्म जागृति भनेको के हो त भन्दा यही अपनी जागनी जो याद आवे निज सुख तपाईँ हाम्रो जागरण त्यो जुन दिन तपाईँ हाम्रो हृदयमा त्यो आत्मभाव आउँदछ अनि भित्रबाट के हुन्छ त भन्दाखेरि म शरीर होइन, म अविनाशी हुँ, म आत्मा हुँ, म शाश्वत हुँ, म सनातन हुँ भन्ने जुन भाव आउँदछ नि त्यो अवस्थालाई जागृत भनेको छ। कृष्ण कन्हैया लाल की आउला त यस्तो कृष्ण कन्हैया लाल की कथा सुन्नुहुन्छ त म आत्मा जागृत हुँ जस्तो लाग्छ है। त्यहाँ तल पुगेपछि फेरि आत्मा के हुन्छ जड बनिन्छ, जड आत्मा भइदिन्छ। त्यहाँ गएपछि सबै कुरो बिर्सिन थाल्छौँ क्या। यहाँ त घर संसार के पनि होइन, पर नामै हो जस्तो पनि लाग्छ, तर त्यहाँ तल त्यो खिरपुरी खाएपछि फेरि कृष्ण कन्हैया लालको हो बुझ्नु होला है। अनि त्यही कुरालाई प्राणनाथजी के भन्नुहुन्छ, बिन्दमे सिन्ध समाया साधु बिन्दमे सिन्ध समाया त्रिगुण स्वरूप खोज त भए विस्मय पर अलग जाए लगाए। आज त्यो परमात्माको खोजी गर्न त्रिगुणले पनि ब्रह्मा विष्णु महेशले पनि के गरे त भन्दा त्यो परब्रह्म परमात्माको स्वरूपलाई जान्न खोजे। को हुनुहुन्छ? जसले संसारको सृष्टि गर्नुभयो त्यो मालिक त्यो परमात्मा कहाँ हुनुहुन्छ भन्दा त्रिगुणले पनि खोजी गर्नुभयो। के भन्नुहुन्छ? पर अलग जाए लगाया, त्यो अलग परमात्मालाई उहाँहरूले पनि जान्न सक्नु भएन। त्यस्तो अखण्ड अविनाशी शाश्वत परमात्मा हुनुहुन्छ। वेद अगम कही उल्टे पछि नेत नेत गरेर गाया। वेदले पनि त्यो परमात्माको विषयमा खोजी गर्यो, कहाँ हुनुहुन्छ परमात्मा, कस्तो हुनुहुन्छ परमात्मा भनेर वेदले के गर्यो? खोजी गर्यो। अनि वेदले खोज गरेर अन्त्यमा के भन्यो? नैति नैति नेति नेति भनेर गायो अरे के वेदले। नेति भनेको यति नै होइन, यति नै होइन, योभन्दा माथि पनि छ भनेर वेदले पनि के गर्यो? सङ्केत गर्यो। नेति नेति भनेर पुकार गर्यो वेदले। त्यो अगम्य परमात्माको विषयमा वेदले पनि के गर्यो त भन्दा खोजी गर्यो। तर अखण्ड अविनाशीको ब्रह्मको विषयमा वेदले पनि जान्न नसकेको कारणले गर्दा वेदलाई पनि के भन्यो? निगम भन्यो अरे। हेर्नुहोस्, निगम भनेको के हो? जुन वेदले पनि त्यो ब्रह्मको विषयमा जान्न सकेन। वेद अगम कहे उल्टे पीछे नेत नेत कर गाया, खबर नपडी बिन्दु उपजे कहाँ थे। यो माया कहाँबाट सृष्टि भयो? यो मायाको मूल कहाँ छ? मायाको पति को हुनुहुन्छ? मायाको मूल कुन हो? त्यो विषयमा वेदले पनि खोज गर्दा वेदले पनि नजानेको कारणले गर्दा वेदले नीति नीति उसको नाम निगम रहन गयो। यहाँ प्राणनाथजी भन्नुहुन्छ, वेद अगम कही उल्टे पीछे नेत नेत कर गाया, खबर नपडी बिन्द उपजे कहाँ थे, ताते नाम निगम धराया। त्यस कारणले वेदको नाम निगम रहन गयो। के भन्नुहुन्छ? त्यो अविनाशी ब्रह्मको विषयमा जान्नको लागि के चाहिन्छ त भन्दा सद्गुरुको कृपा चाहिन्छ, गुरुको कृपा चाहिन्छ। बिना गुरु त्यो परमात्मालाई जान्न सकिँदैन। सुन्दर साथी, गुरुको कृपा चाहिन्छ अनि मात्रै त्यो परमधाम परमात्मालाई देख्न सकिन्छ। नभए मोहको बन्धन कस्तो हुन्छ? मोहको बन्धन बहुत ठुलो गाँठो हुन्छ। मोहरूपी बन्धनको गाँठो हुन्छ साह्रो, गुरु बिना फुकाउन हुन्छ अति गाह्रो। त्यो गाँठोलाई फुकाइदिनको लागि सद्गुरुको आवश्यकता पर्दछ। सद्गुरु जब मिले साँचा तब बिन्द सिन्ध परचावे। यदि सद्गुरुले देखाइदिनु भयो, बताइदिनु भयो भने मात्रै बिन्द के हो, सिन्ध के हो, आत्मा के हो, परमात्मा के हो, मोहको हो, यो संसार के हो, यो विषयमा हामीलाई जानकारी हुन्छ। तब मामती गए माए पार खोजेको तब जाए आफूलाई खानु। मामतीजी भन्नुहुन्छ तब मात्रै आफ्नो आत्माको परिचय हामीलाई मिल्न सक्दछ। यस्तो सद्गुरुको कृपा तपाईँ हाम्रो जीवनमा आवश्यक छ।
गुरु कृपाद्वारा मात्रै के त भन्दा गुरु प्रसादद्वारा मात्रै त्यो अलग परमात्मालाई त्यो अविनाशी परमधामलाई हामी देख्न सक्दछौँ त्यो परमात्मा परमधामलाई हामी देख्न सक्दैनौँ। भावलाई यहाँ प्राणनाथजी महाराजले हरजी व्यासलाई यसरी सुन्दर भावद्वारा यी दुई प्रकरणद्वारा यसरी कृष्ण कन्हैया लाल के यसरी दुई प्रकरणद्वारा हरजी व्यासलाई के गर्नुभयो त भन्दा झागजित गर्नुभयो सुन्दर सार्जी अनि हरजी व्यासले पनि के गर्नुभयो उठेर के गर्नुभयो त भन्दाखेरि हे प्राणनाथजी महाराज तपाईँको ज्ञानको अगाडि मेरो कुनै जोर चलेन, त्यस कारणले के गर्नुहोस् त भने अब मलाई तपाईँले के गर्नुहोस् आफ्नो शिष्य बनाउनुहोस्। के भन्न थाले अब मारो काले कुत्तेको लाठी सिर उपर भन्न थाले। यो अभिमान रूपी जुन कालो कुकुर हाम्रो बसिरहेको छ नि त्यो अभिमानलाई के गर्नुहोस् भने तपाईँ ज्ञानको लौरोले